시원하니. अब झन् गुलियो भइसक्यो Kasari lihat no. अब चाहिँ यहाँ चाहिँ पानी त हेर नहुने हो गरम चाहिँ गरम छ कि तर ट्याङ्कीको पानी साह्रै चिसो त्यो भएर चाहिँ आगो फुक्ने हो एक भाँडा पानी बसाउने हो अन्त चाहिँ नुहाइधुवाइ गर्ने हो भुइँ पुरा चिसो छ त त्यो भएर यसो मसिनो भाटा काटेर आगो फुक्नुपर्छ नानी ल्याउनु जानुपर्ने हो म चाहिँ हेब्बी चिसो रहेछ नि भुइँ त कसरी आगो बाल्नु कसरी आगो फुक्नुपर्ने कुनी चल्लाले हेरेका नि यिनीहरूलाई त नि कहीँ बस्नु पो दिँदैन त बल्छ कि बल्दैन जस्ट ट्राई या बल्यो यो आगो त त्यो चाहिँ आमाको यहाँ प्लास्टिक डढाउने भन्नुहुँदै थियो कि डढ्छ होला के देख्यो क्यामेरा देख्यो क्या फोन देख्यो क्या चल्लाले पनि